नमस्ते साथीहरू। जस्तै साथीहरू फेसबुक मोनेटाइज गर्नु छ भने मोनेटाइजेसन प्रोग्राम आउनको लागि तपाईहरुले के कुरा ध्यान दिनुपर्छ भनेर मैले एउटा समेटेर भिडियो बनाएको छु। तपाईहरु हेर्नु होला। त्यो कुन ठाउँमा ग्रीन टिक लागेको हुनुपर्छ, कुन ठाउँ एक्टिभ हुनुपर्छ, कुन ठाउँ के कसरी गर्नुपर्छ भनेर सबै मैले समेटेर यो एउटा भिडियो बनाएको छु। हेर्नु होला, लाइक कमेन्ट शेयर गर्नु होला। अनि हाई वीरेन्द्र छ भन्ने मेरो युट्युब च्यानल छ, त्यसमा हेर्नु होला है। हस् धन्यवाद। साथीहरु जस्तै तपाईलाई फेसबुकमा मोनेटाइज नमस्ते साथीहरु। अहिले यसरी प्रोफेसनल ड्यासबोर्डमा गएर प्रोफाइल पेज होस्, यसरी यस्तो एक्टिभ हुनुपर्छ। प्रोफाइल इन्स्ट्रक्सनमा नेटले गर्दा यस्तो ग्रीन टिक लागेको हुनुपर्छ र यो सबै रिकग्निसन मोनेटाइजेसन मार्फत सब एक्टिभ हुनुपर्छ। यो तीनटै एक्टिभ र यो पनि ग्रीनमै हुनुपर्छ। यो पनि तपाईको ग्रीनमै यस्तो रिकग्निसन भनेर यसरी ग्रीनमै हुनुपर्छ। त्यही भएर साथीहरु जब फेसबुकमा काम गर्नुहुन्छ मोनेटाइजेसनको लागि यस्तो आउन अनि यो तीनटै एक्टिभ हुनुपर्छ। ग्रीन टिक लागेको यो प्रोफाइल चाहिँ लक नराख्नु होला, पब्लिकै गर्नु होला। त्यही छ। त्यसपछि प्रोफेसनल ड्यासबोर्डमा गएर यस्तो एरो छ नि मास्तिर जानुपर्छ है तपाईको। त्यो एरोहरु मास्तिर जानुपर्छ, देखाएको हुनुपर्छ। तपाईको अगाडि आइडी बढिरहेको छ भने अनि विकली प्रोग्रेस छ नि त्यो पनि पूरा गर्नुपर्छ है साथीहरु। विकली प्रोग्रेस छ त्यो पनि पूरा गर्नुपर्छ। जस्तै यहाँ छ नि विकली प्रोग्रेस, यहाँ हेर्नुस्। यो चाहिँ पूरा गर्दै गयो भने दुईटा मेरो पूरा भइसकेको छ। अब तेस्रो बाँकी छ हैन। एउटा यो बाँकी छ। पब्लिसिटी 18 टा बनाइसकेको छु। 13 वटा पुगेर अझै बाँकी छ। यो पनि भयो। अनि जब यस्तो छ यहाँ चाहिँ सेटिङ गर्दाखेरि यसमा चाहिँ के गर्नु होला भने तपाईहरु नयाँ हुनुहुन्छ भने सबभन्दा तल आई वान्ट गो टु क्विक स्टार्ट वन फेसबुकमै राख्नु होला। अब यो पैसा अब आउने जसको क्लियर भइसकेको छैन, जसको मोनेटाइजेसनको टुल आएको छैन त्यो चाहिँ तलकोमा राख्नु होला। जसको टुल्स आइसकेको छ माथि गर्दा पनि केही फरक पर्दैन। आई वान्ट रिच मोर पिपल वा यो कमेन्ट लिंक आई वान्ट टु माई कम्युनिटीमा चाहिँ आई वान्ट टु मैक्सिमाइज माई अर्निङ भनेर त्यो यसमा राख्न मिल्छ। तर जबसम्म आएको छैन नि टुल्स तबसम्म यसैमा राखेर अपडेट गर्नु होला। तपाईहरु यसरी गर्नुपर्छ। र अर्को कुरो यसरी कन्टेन्ट मोनेटाइजेसनमा थिच्नु भयो भने नि कसैकोमा यस्तो नोटिफिकेसन आएको छ हैन, अनि यसरी देखाएको छ अब छिटै कन्टेन्ट मोनेटाइजेसन पाउँछ भनेर त्यो मेसेज आइरहेको छ कि। अनि यहाँ कसैकोमा यहाँ अर्कै हुन्छ, यसमा चाहिँ कन्टेन्ट मोनेटाइजेसन बेटा भनेर छ। जसकोमा यस्तो मेसेज आएको छ नि एक्टिभेट गर्नको लागि के गर्नु होला भने प्ले स्टोरमा गएर तपाईहरुलाई देखाइदिन्छु। यहाँबाट ब्याक जानु होला अनि त्यसपछि पुरै ब्याक गएर प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गएर त्यसपछि यहाँ सर्चमा फेसबुक सर्च गर्नु होला। फेसबुक सर्च गर्नु होला। फेसबुक सर्च गरी इन्स्टल छ नि यहाँ फेसबुक माथि नै यसरी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ देखाउँछ कि यहाँ मेरो एक्टिभेट छ। यहाँ एक्टिभेट छैन भने यहाँ अर्कै आउँछ कि, यहाँ अर्कै आउँछ। सपोर्टको लागि हो यो। यहाँ थिच्नु भयो अर्कै आउँछ अनि त्यसलाई थिच्नु भयो भने
अनि एक्टिभ हुन्छ। एक्टिभ भएपछि यस्तो देखाउँछ। एक्टिभ भएर मेरो एक्टिभ छ त्यही भएर यस्तो देखाइरहेछ। लिभ गऱ्यो भने एक्टिभ मेरो डिएक्टिभेट हुन्छ। यसरी त्यो तपाईँलाई सपोर्ट गर्छ कि फेसबुकमा यो बेटा टेस्टरले यसले सपोर्ट गर्छ। यसरी फेसबुक मोनेटाइजेसनको लागि यो यसरी इन्टरफेसहरू यस्तो खुल्छ अनि यसरी चाहिँ तपाईँहरूले गर्नुपर्छ त्यो सबै कामहरू।